साथीहरु यो चाहिँ पहाडको एकदमै लोकल अर्ग्यानिक कोसेली चाहिँ आइसकेको छ हाम्रोमा चाहिँ। यो चाहिँ काका काकीहरुले हिजोको पहाडबाट लिएर आउनु भएको। अनि उहाँहरु चाहिँ पहाडबाट चाहिँ आउनु भएको हैन कि साथीहरु, आसामबाट चाहिँ नेपाल आउनु भएको। नेपालबाट हामी चाहिँ अब यहाँ बेलबारीमा बस्छौं। बेलबारीदेखि चाहिँ कुलुङ जानु भएको थियो डुल्न घुम्न, अनि बिमाको कार्ड बनाउन जानु भएको थियो। अनि बनाइसकेर चाहिँ आज फर्किनुहुन्छ भन्नुहुँदै थियो आमाले चाहिँ। अनि म चाहिँ यहाँ दिउँसो इन्टेरबाट फर्किँदा कि साथीहरु यस्तो गर्मी भएको नि, उखुको जुस एक गिलास टन्न खाए पछाडी चाहिँ अलिक फ्रेश भएँ है। त्यस पछाडी चाहिँ यहाँ फलफुलहरु किनमेल गरेर घर फर्केको थिएँ। घर फर्किँदाखेरि त काका काकीहरु त आइसक्नु भएर पनि कोसेलीहरु लिएर राखिराख्नु भएको रहेछ। यो आरु चाहिँ साथीहरु काँचो काँचो भए पनि यस्तो मिठो छ नि। यो पोलेर खानको लागि मकै, अनि उसिनेर खानको लागि आलु। त्यस पछाडी चाहिँ यहाँनिर छ सुँगुरको मासु, यो चाहिँ पहाडमै काट्नु भएको रहेछ। अनि यहाँ मध्येको लोभ लाग्ने कुरा चाहिँ मलाई यो डल्ले खोर्सानी हो है त साथीहरु। यस्तो कडा गन्ध छ नि यो खोर्सानीको, कुरै नगरौँ। अनि मैले चाहिँ चिया र स्याउहरु काटेर चाहिँ लगेर दिएँ आमा बुवालाई, काका काकीहरुलाई चाहिँ। गाडीको दङदङले केही खानै मन लागेको छैन भन्नुहुँदै थियो, त्यही पनि खानु भयो अलिअलि चाहिँ। अनि यो मकै चाहिँ फुपू दिदीले पठाइदिनु भएको पहाडबाट, हिजो मात्रै भाँचेर पठाउनु भएको रहेछ। आमाले चाहिँ मज्जाले उसिनेर खानुपर्छ भनेर चाहिँ यहाँ सबै खोसेलेर यहाँ रेडी बनाउनु भएको छ भड्डुमा हालेर। अनि त्यसपछि म चाहिँ खाना बनाउन लागे साथीहरु। हस् त बाइ बाइ।